हेलो गाइज वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो सबसे खुसीको दिन भनेर पनि हुन्छ। आफ्नो आमाको मुख हेर्ने दिन हो आज चाहिँ। र म मामा घरमा छु अहिले चाहिँ। गाइज लास्ट अनएक्सपेक्टेड भएको क्या हामी म र भाइ मस्त गेम खेलिरहेको थियौँ। अनि पछि मेरो दिदी ड्युटी जानुभएको थियो। उहाँको चाहिँ ल्याब जब छ ब्लड निकाल्नेवाला। अनि पछि उनी चाहिँ आउँदै हुनुहुन्थ्यो उतैबाट, त्यहाँ तल बाटो छ त्यहाँबाट आउँदै हुनुहुन्थ्यो। अनि हामीलाई भन्नुभयो कि सुशान्त बानिया सर आउनुभएको छ, सुशान्त बानिया सर र मिस्टर सुरी आउनुभएको छ भनेर भन्नुभयो क्या। अनि पछि हामी दौडी गेम खुल्दै थियो, हामी दौडी गएको। अनि दिदीले भन्नुभयो कहाँ यत्तिकै जाने, फोटो खिच्नु छ भने मोबाइल लिएर जाऊ भन्नुभएको थियो। अनि हामीले मोबाइल लिएर गएको थियो। अनि धेरै फोटोहरू खिच्यौँ, गफ गऱ्यौँ एकछिन र आएको। भाइ चाहिँ यहाँ छ, आमा हाई भन्नु। हेलो गाइस वेलकम ब्याक। यो चाहिँ मेरो फर्स्ट भ्लग हो र म अपलोड गर्न गएको छु। हेर्नुहोस् यहाँ मेरो कुरा काटिरहेको छ। यहाँ गाई छ हाम्रो मामा घरको, र गाईले राम्रो होला गोरु पनि पाएको छ। हामी चाहिँ जाँदैछौँ यहाँ गाउँको भाइले पनि फेरि आज मेरो बनाएको छ। म भ्लग बनाउँछु किनभने हाम्रो यो फर्स्ट भ्लग हो। अनि आज भाइले पनि भेटेर आएको छ। यहाँ मुनि हुनुहुन्छ, सकेसम्म हामी देखाइदिउँला तपाईँहरूलाई। तपाईँहरू अगर हाम्रो भिडियोमा जोइन हुन चाहनुहुन्छ भने कृष्ण कुमार श्रेष्ठ अनि डिजे श्रेष्ठ लेखिदिनु होला। अनि तर गाइज म मेरो नाम चेन्ज गर्न चाहन्छु, तर अहिले चाहिँ नाम दिनेश श्रेष्ठ छ। ऊ त्यहाँ हुनुहुन्छ सुशान्त बानिया सरहरू हेर्न सक्नुहुन्छ। छडा यो कार देख्नु भएको छ तपाईँहरूले, यो कार त्यहाँनिर बसिरहनु भएको छ। त्यहाँनिर बसिरहनु भएको छ। हामी अघि मेरो भान्जा अनि दिदी म अनि पछि यो भाइ गएको थियौँ। अनि मस्त भेटेर आयौँ। अनि गाइज हाम्रो मामा घर चाहिँ सबसे डेन्जरस भने पनि हुन्छ। यहाँ हिँड्दाखेरि नै जहाँसुकै पनि चितु आइदिन्छ क्या गाइज, लिटरली भने मैले। जङ्गल सफारी जस्तो हुन्छ क्या हेर यो जङ्गल सफारी ऊ यहाँ मुनि छ है, जङ्गल सफारी जस्तो। यहाँ मुनि चाहिँ बाघ बस्छ। बारी छ, खेत छ, त्यहाँ चाहिँ पानी बगिरहन्छ। यो भाइ धेरै बोल्छ है गाइज। मेरो दाइ पनि यहाँ हल्का पोल्युसन भएको छ। तपाईँ कृष्ण कुमार श्रेष्ठ भनेर मेरो भ्लगमा हेर्न सक्नुहुन्छ। त्यहाँ मिस्टर सुरी दाइलाई भेट्दाखेरि चाहिँ म एकदमै खुसी भएको थिएँ, किनकि म उहाँको फ्यान हो, बिग फ्यान भन्दा पनि हुन्छ। उहाँलाई भेट्न पाएर म एकदमै खुसी छु। सुशान्त बानिया सरलाई पनि भेटियो। अनि एउटा गीत गाइदिनु भनेको लजाउनु भएर कस्तो गर्नुभएको थियो, तर गाइदिनु हो थोरै भए पनि। थोरै हामी चाहिँ उयो गरिदिन्छौँ। हेलो हेलो गाइस। हिजो चाहिँ मैले ऐसे लुटिन गएको भ्लग बनाएको थिएँ, तर त्यो बन्न सकेन। सिल्भर प्ले बटन डायमन्ड
गोल्ड प्ले बटन डायमन्ड प्ले बटन आउँछ र तिमीलाई आइहाल्छ नि तिमीले के कुरा गरेको यार गाइस भाइलाई उसलाई युट्युबमा थाहा छैन है गाइस माइन्ड नगर्नु औ भाइ ऐसेलु देखाउन जाऊँ 3-4 भिडियो बनाइसक्यो मैले यो चाहिँ हाम्रो बारी हो यहाँ केराहरू धेरै छ युट्युबले नै रिजेक्सन धेरै छ अनि यहाँ आमाहरूले मकै गहुँ रोप्नुहुन्छ पहिलाको पालि मकै रोप्दाखेरि म लडेर कस्तो भएको थियो गाइस अनि एकचोटि पानी पर्दाखेरि यहाँ यो खोला छ है गाइस कस्तो बाढी आउँछ यहाँनिर एकदमै ठुलो बाढी आउँछ बाढी जाने चाहिँ यही बाटो हो गाइस अनि गाइस मेरो यो ऐसेलुको बोट हामी चाहिँ अस्ति यहीको भ्लग बनाएको थियो तर अपलोड गर्न पाएनौँ अब चाहिँ म मेरो क्यामेरा दाइलाई दिन चाहन्छु दाइ कस्तो रहेछ दाइले चाहिँ दिनु भएन हेलो गाइस गाइस यो चाहिँ दाइको भ्लग हो जसरी भए पनि तपाईँले दाइको भ्लगमा पनि 10K सब्सक्राइबर त गर्नै पर्छ है अब यहाँ आयो सेलु खाना आइरहेको छु गाइस यहाँ डर लागिरहेको गाइस यार ठिकै छ स्विच गर्न जाँदैछौँ हामी टुमटुम ट्याउ यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरू ऐसेलीको झारै छ एउटा हेर्नु गाइस यहाँनिर बाटोमा ऊ त्यो एकजना मान्छे छ अरू कोही हुँदैन गाइस यहाँ एकदम डरलाग्दो प्लेस हो यो हल्का हन्टेड प्लेस पनि हो हामी उता माथि जानुपर्छ है एउटा घर आउँछ त्यहाँनिर चाहिँ एउटा कालो हाँडी भन्नु कि अब कराई भन्नु है त्यो राखेको हुन्थ्यो अनि हामीले नोटिस गर्दैन थियो क्या एकदिन त राइट साइडमा थियो हामी पसल गएको राइट साइडमा थियो लास्टमा त लेफ्ट साइडको झ्यालमा आइदिएर भने गाइस हामी त कस्तो तर्सेको थियौँ दिदी पनि थियो मस्त जुसहरू खाएर आएको त मामा थियो हामी बिदामा आएको थियौँ त्यही भएर त्यसलाई मैले धेरै ऊ चाहिँ वासुदेव मल्ल भनेको हो मलाई थाहा थिएन लास्टमा त त्यो सेलु यति आया काँडाले खोज्छ आया गाइस काँडाले खोज्छ यो चाहिँ काँडाले खोजेर कुन पो हो यहाँ हेर्नु सक्नुहुन्छ गाउँ भएको छ भ्यू हेर्नुहोस् गाइस भ्यू चुम्मीदार भ्यू छ मेरो दुईटा भिडियो आज चाहिँ हामी माथितिर जाँदैनौँ हामी एक्लै छौँ क्या त्यही भएर नत्र त हामी मस्त जान्थ्यौँ यो चाहिँ मेरो फर्स्ट भ्लग भएर क्यामेरा क्वालिटी पनि राम्रो छैन अनि पछि बजेट पनि छैन त्यही भएर मोबाइल पनि ठिकठाकै छ पहिलाकोमा चाहिँ धेरै राम्रो थियो मोबाइल त्यो मोबाइल त हाम्रो घरतिर बज्रगिनी भन्ने ठाउँ छ है एउटा अनि त्यहाँनिर मेरो फुफू बजे भन्नुपर्छ मेरो बाबाको फुफू होइन अनि पछि उहाँको लाखापत्ती बाल्नु भएको थियो क्या त्यो बेलामा अनि खसेको थियो मोबाइल है बाटोमा खसेको थियो झ्याराम जुरुम भइदिएर भने पण्डीको कुरा हो यो मेरो मैले एक दिन होइन धेरै त्यो ब्याक गर्नेवाला हुन्छ त गाइस फोनको मुनिको त्यो सबै उड्दिएर भने गाइस अनि त्यो मोबाइलै भन्न मिल्दैन अरे अहिले त्यही भएर
यो चाहिँ मेरो त्यो पनि गाइज मैले त्यो भेटेको थियो मोबाइल जे होस् राम्रै कन्डिसनमा थियो मैले फ्री फायर खेल्दा खेल्दा त्यसको त ध्वस्त बनाइदियो गाइज आउ गेमिङ च्यानल पनि आउनेछ तपाईँहरूको र म गेमिङ चाहिँ टेक्नो गेमर हो म लाइक गेमिङ पनि गर्छु म तपाईँहरूको खेल्ने गर्छ छैन होला हामी अब घर जाँदैछौँ दाइको पनि एउटा न्यू भ्लगै हो अनि ऊ चाहिँ मेरो मामुको काकाको छोरो हो यो चाहिँ मेरो दाइ हो यो चाहिँ मेरो दाइ चाहिँ अलि 13-14 वर्षकै हुनुहुन्छ अनि दाइ चाहिँ अब यहाँ हाम्रो बोकाहरू छन् पढ्नुहुन्छ बोका मे गर्दैन यो चाहिँ हाम्रो घर होइन गाइस देखाउनु यो चाहिँ यो मेरो फर्स्ट घर यो सेकेन्ड घर चाहिँ यो यो हाम्रो भन्नुपर्दा यहाँ बाटोमा चाहिँ धेरै डरलाग्दो हुन्छ रातितिर यहाँ आउनै सकिँदैन अस्ति न ऊ यहाँपट्टि हेर्नुहोस् त यो भुसा छ त यो हेर्न सक्नुहुन्छ यो भुस ऊ यहाँनिर है चितुवाले हाम्रो घरमा गुड बनाएछ क्या अनि त्यहाँबाट मेरो मामा हल्का कान सुन्नु हुँदैन र अनि लाटो हुनुहुन्छ त्यही भएर अनि ऊ यहाँनिर ठाउँमा चाहिँ हाम्रो के भन्छ जनावरहरू आउँछ कुकुर कुकुर उसको नाम चाहिँ सेते थियो है उसलाई त पछाडिबाट ल्याएर खाइदिएर धन्न मान्छेलाई केही गरेन किनकि कुकुर त्यसको फेभरेट हुन्छ क्या त्यही भएर सबले कुन फेभरेट हो भन्नु होला है के अरे यहाँ हुनुहुन्छ मेरो मम्मी बाबुको किरण मेरो भान्जा आमाहरू मस्त गफ गरिरहनु भएको छ यहाँ हुन्छ मेरो आमा अजी यहाँ छ काले धेरै बिगार्यो सिजलले पढाइ गाइस आमा सुइजलको त्यो गरिरहनु भएको छ बेजत ल आजको लागि यति नै बाई